साथीहरू यो बाढी पहिरो यो चीनबाट सुरु भएको हो। कस्तो डर लाग्दो कहलाग्दो चीनबाट कसरी सुरु हो बाढी हेर्नु यो फुटेज हेर्नु तपाईहरु साथीहरू। यसरी सुरु भएको रहेछ साथीहरू चीनबाट। यो चीनको सीसीटीभी फुटेज एकचोटि हेर्नुस्। हेर्नुस् त त्यो कम्पनीमा काम गर्ने 100औं जनालाई 1 सेकेन्डमा सबैलाई बगाएर लगेको छ। 100औं जना मान्छेहरू यो थाहा पाउने बित्तिकै आफ्नो ज्यान जोगाउनको लागि भागिराख्नु भएको थियो। कोही गाडीमा भाग्नु भएको थियो, कोही यतिकै भागिराख्नु भएको थियो। तर 1 सेकेन्डमा सबैलाई बगाएको छ साथीहरू। 100 जना भन्दा बढी मान्छेहरूलाई त्यहाँबाट बगाएर ल्याएको छ साथीहरू। नेपालमा पनि त्यो बाढी यसरी सुरु भएको थियो साथीहरू। ल हेर्नुस् त, यति सारो यति खतरा बाढी आजसम्म मैले देखेको थिएन। नेपालमा पनि हजारौं जना मान्छेहरूलाई चाहिँ बगाएर लगेको छ। हजारौं घरहरू चाहिँ बगाएको छ 1 सेकेन्डमा साथीहरू। निकै ठूलो क्षति बनाएको छ साथीहरू। हामीले सोचेको भन्दा निकै ठूलो क्षति नेपालले बेहोरेको छ यो चोटि। फेरि बल्ल बल्ल उठ्दै थियो नेपाल। अब त केही होला कि भनेर आशमा थियौं, हामी आश गरेका थियौं सारा नेपालीहरूले। फेरि यति ठूलो क्षति बनाएको छ आजको बाढीले नेपालमा पनि साथीहरू। चाइनाको तिब्बतपट्टि हिउँ पहिरो खसेर नदी थुनिएको रहेछ। त्यो नदी एकैचोटि फुट्दाखेरि यति ठूलो क्षति भएको रहेछ साथीहरू। अझै पनि त्यो नदी पूर्ण रूपमा खुली नसकेको भनेर चाइनाबाट चाहिँ सूचना आएको छ। अझै पनि जोखिम त्यति नै छ। त्यहाँ भएको सबै पानी फुटिसकेको छैन, निस्किसकेको छैन भनेर चाइनाबाट खबर आइरहेको छ। अझै पनि सबैजना साथीहरू चाहिँ एकदमै सुरक्षित स्थानमा चाहिँ बस्नु होला र सहयोग गर्न सक्नुहुने साथीहरूले चाहिँ प्रहरीहरू, हाम्रो आर्मी साथीहरूसँग मिलेर चाहिँ उद्धार कार्यमा चाहिँ जुट्नु होला। यो बेला चाहिँ सब